वान अफ द इम्पोर्टेन्ट क्वेसन फर यासी, यो पनि एउटा इम्पोर्टेन्ट क्वेसन छ। यसलाई पनि हामीले एबिसी जसरी नै सल्भ गर्ने हो। यसलाई पनि म सल्भ गर्न सुरु गर्दैछु भाइ बहिनीहरू। एलएचएसबाट एलएचएस मैले सिधै के लिन्छु, एलसिएम लिन्छु। √3 cos 20 डिग्री माइनस sin 20 डिग्री मैले यसरी लेखिदिन्छु हेर। अनि यहाँ के छ, sin 20 डिग्री cos 20 डिग्री छ है। यसमा पनि अब हामी के गर्छौँ, 1/2 ले तलमाथि नै मल्टिप्लाई गर्छौँ। मल्टिप्लाई गर्दाखेरि √3 लाई 1/2 ले मल्टिप्लाई गर्दा √3/2 हुन्छ है। यतापट्टि 1/2 sin कति भयो त, 20 डिग्री भयो। ल यतापट्टि हेरौँ, यो भनेको त हामीलाई थाहा नै छ 1/2 इन्टु sin 20 डिग्री अनि cos 20 डिग्री हुन्छ भन्ने कुरो होइन। अलिक बाङ्गो भयो, ल ठिक छ, बाङ्गो भने बुझिनु पऱ्यो नि मेन कुरो त। ल यतापट्टि अलिकति यतापट्टि मैले बराबर लेखेँ। यसलाई हामीले थाहा के गर्नुपर्छ होला भन त भाइ बहिनीहरू, मनमनै म त सुन्दिनँ। ल √3/2 भनेको sin 60 डिग्री cos 20 डिग्री अलरेडी छ। अब यो के हो, कसको टर्ममा खोल्नु पऱ्यो कि, यो साइनमा खोल्छु अर्को कसमा खोल्ने फर्मुला लानु अन्त कसमै खोल्दा पनि मिल्थ्यो है, कसमै खोल्दा पनि मिल्छ। कास्टुलको झन्झट नहोस् भनेर केही हदसम्म मैले यसरी गराएको है त, सजिलो त दुई जसरी गर्दा सजिलै हुन्थ्यो। ल 1/2 छ, cos 60 भनेकै 1/2 है। सरी यहाँ 20 डिग्री हुन्छ है, यस्तो गर्न नहुने है, ठिकै छ। ल यहाँ 1/2 sin 20 डिग्री cos 20 डिग्री छ है त। यो माथि के गर्ने त्यसलाई, sin a cos b माइनस cos a sin b भनेको sin a माइनस b हो भाइ बहिनीहरू। ल यो 2 लाई मैले यता ल्याइदिएँ, कति माथि लेख्नु, फेरि तल लेख्नु, माथि ल्याइदिएँ। अब यो sin 20 डिग्री cos 20 डिग्री भइहाल्यो। अब भाइ बहिनीहरूलाई थाहा छँदैछ मैले यहाँ 2 ले इन्टु गर्नेवाला छु भनेर थाहा छँदैछ होला। किन भन्दा यहाँ साइन र कसको एङ्गल एउटै भए बेला 2 ल्याइदियो भने sin 2a मा लान मिल्छ भनेको थिएँ नि, त्यही भएर यहाँ 2 थपाइ भएर 2 इन्टु 2, यो अलरेडी 2 इन्टुमा थियो, माथि यो 2 थपाइ भएर तल माथि 2 है। ल यो 2 यहाँ लेख्या भएर यहाँ थिएन नि त, लेख्या भएर माथि पनि लेखिदिएको, यो अलरेडी वाला 2 हो। साइन कति डिग्री भयो त यो भनेको, 40 डिग्री भयो है। ल यतापट्टि 2 2 जार 4, ल हामीले रोजेको खोजेको खालको फो यहाँ आयो। ल धेरै तल गइसकेको छ, ल होइन त, फो आयो। अब यो भने कति भयो त, sin 40 डिग्री, अनि हामीलाई थाहा यो भने के हो, यो भनेको sin 2 इन्टु 20 डिग्री भनेर यहीँ गरिदिन्छु म। ल 4 sin 40 डिग्रीका मुनि sin 2a, किन भयो त, 2 sin a cos a भनेको sin 2a हो नि त, ए जे छ त्यही पुट गर्ने, sin 2 ले इन्टु गर्दाखेरि अब के हुन्छ, sin 40 डिग्री हुन्छ। 40 40 गरेर 60 हो हाम्रो एन्सर, यस्तो आयो। ल है त भाइ बहिनीहरू, यसरी गर्ने। अब म अर्को नम्बर डीमा जाँदैछु है।